छेत्रीका ज्येष्ठ सन्तान मोहन बहादुर कौर छेत्रीलाई धन्यवाद स्वरूप आफ्ना केही भनाइ राख्दिन म अनुरोध गर्दछु। यो हाम्रो दुःखको घडीमा हाम्रो परिवारमा जुन दुःख भयो, बुवाको पनि मृत्यु भयो, एउटा वामपन्थी विचार भएको मानिस हामीलाई सधैँभरि चाहिँ अगाडि बढाउन प्रेरणा पनि दिनुभयो। अब कुरो गर्दा बुवाको थोरै स्मरण गर्न चाहन्छु। हाम्रो बुवा 2025 सालमा यता मधेसतिर झर्नुभयो। त्यही क्रममा भैरवा आएर परिवार नियोजनमा त्यति बेला चाहिँ नि परिवार नियोजनमा काम गर्नुभयो। 2 वर्ष परिवार नियोजनमा गरिसकेपछि परासी फेरि चाहिँ नि 1 वर्ष 28 सालमा जनगणनामा काम गर्नुभयो। 28 सालपछि फेरि जनगणना सिद्धियो। त्यसपछि चाहिँ नि 3 वर्ष लगभग 4 वर्ष भन्दा पुनर्वास विभाग तत्कालीन बसोबास कार्यालय अथवा पुनर्वास विभागमा चाहिँ नि सुब्बामा काम गर्नुभयो। यतातिर बस्ती बसाल्ने काम पनि गर्नुभयो। त्यही बेलामा 2025 सालमा हाम्रो बुवा बनारस गएर पुष्पलाल, त्यसपछि मोदनाथ, त्यसपछि जीवराज आश्रित, बलराम उपाध्याय यिनीहरू सबैसँग चाहिँ त्यहाँ चिन्जानी भयो। त्यसै साथ पढ्ने काम पनि त्यहीँ गर्नुभयो। आइए पनि त्यही पास गर्नुभयो र सबै कमरेडहरूसँग त्यहाँ चिनाजानी भयो। त्यसपछि चाहिँ नि बुवा अब हामी हर्दिया आयौँ। हर्दिया आउँदाखेरि उता फेरि जीवराज आश्रितले चिठी पठाएर अनि उनी पनि आए। चिठी लिएर आएपछि नलपरासी हर्दियाबाट 2029 सालदेखि 28 सालदेखि सबैभन्दा पहिला के रातो झन्डा होइन, रातो झन्डामा आबद्ध भएर त्यसपछि चाहिँ कम्युनिस्ट आन्दोलन सुरु भएको म त सानै थिएँ। 2028-29बाट कम्युनिस्ट यतातिर राजनीतिक हिसाबले त्यसरी आउनुभयो होइन। अब त्यो धारा चलिराखेको थियो। त्यसपछि हामी सुनौलतिर आइयो। सुनौल आइसकेपछि अब फेरि त्यति बेला अब नेकपा मसालमा बुवा पनि जोडिनु भयो। हामी सबै त्यतै जोडिएको। म त पहिलेदेखि त्यही जोडिएको। अब हर्दियाबाट फेरि ल अब छोराछोरीलाई पढाउनु पनि पर्छ सबैलाई भनेर चाहिँ नि अब यहाँ सुनौलमा सरुवा गराउनु भयो। पहिला परासी पढाउनुहुन्थ्यो, त्यहाँ सुनौल सरुवा भयो। सुनौल भएपछि सबैजना काम भयो। अनि सबैको राम्रो व्यवस्था पनि भयो, पढ्ने घुम्ने वातावरण पनि भयो होइन। अब हाम्रो बुवाको के थियो भन्दा विचार चाहिँ नि पुरै क्रान्तिकारी विचार कि उहाँले अहिले जस्तै हामी छौँ ती समाजलाई धार्मिक क्षेत्रमा त्यसलाई इन्गोर गरेर जानु हुँदैन। धार्मिक क्षेत्रलाई नत्र समाजबाट बहिष्कृत भइन्छ भन्ने चाहिँ बुवाको चाहिँ नि मान्यता थियो। अब हामी पनि यो समाज त बदल्न पर्छ तर धार्मिक क्षेत्रलाई सँगै लानुपर्छ। धार्मिक क्षेत्रलाई सँगसँगै लान सकिएन भनेदेखि समाजबाट चाहिँ नि फेरि चाहिँ नि अब त्यो कुनै बेला पृथ्वी चाहिँ नि गोलो थियो भन्ने मान्छेलाई एक्लो बनाए जस्तो हुन्छ होइन। त्यस हुनाले चाहिँ नि बुवाका गुणहरू, बुवाका क्रान्तिकारी विचारहरू सबैलाई चाहिँ सबै हामीले कहिले पनि बिर्सिने छैनौँ। बुवाका इतिहासहरू म एउटा हामीले सानो बुलेटिन पनि निकाल्दैछौँ बुवाको बारेमा र त्यसपछि चाहिँ नि यो डकुमेन्ट्री सानो सकेसम्म फिल्म नभए डकुमेन्ट्री चाहिँ भिडियो बुवाका सुरुदेखिका अन्तसम्मका चाहिँ कार्यक्रमहरू ल्याउने विचार गरिरहेको छ। धन्यवाद सबैलाई आउनुभयो, हामीलाई साथ दिनुभयो। पार्टी छ र सबै त्यो पनि हो।